नेपालमा 2 नम्बर काम नगरिकन हटाई नगरिकन है मलाई सरकारले धोका दियो भाइ। नभए नेपालको आजको स्थितिमा टप बिजनेसम्यान हुन्थ्यो। मलाई धेरैजना अमेरिकाबाट फोन गरे यही आन्दोलनमा, अस्ट्रेलियाबाट फोन गर्छन् होइन। आफूले ग्रिन कार्ड लिइसके, देश छोडेर गइसके, तिमीले पिएपिआर लिँदै, तिमीले ग्रिन कार्ड लिँदै तिमी सुरक्षित छैनौ। र गरिबका मुद्दाहरू सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग, जो लघुवित्त पीडित, सहकारी पीडित, यो देशमा 6 लाख परिवार त अहिले ब्ल्याक लिस्टमा मात्रै छ। जम्मा 19 लाख व्यापारी छन्। 19 लाख व्यापारी भएको ठाउँमा 6 लाख व्यापारी चाहिँ ब्ल्याक लिस्टमा छन्। भनेपछि त्यो ब्ल्याक लिस्टलाई कसरी फुक्का गर्ने, त्यसले गर्दा यो कुरालाई कसरी खुलाउने भनेर म लागेको छु। भोलि गएर दुर्गा प्रसाईको जिरो भयो भने तपाईँ कसरी रिभ्यू गर्नुहुन्छ आफूलाई? होइन, म जिरै छुइनँ नि, जिरो हुँदैन म। होइन, हुँदैन। किन हुँदैन भन्दाखेरि 2 महिनाको सुत्केरी जिउ आफ्नो जिउ बेच्न जाँदैछ। त्यो चेलीओमा आफू बेचिन जाँदैछ। त तपाईँले त्यो अपराध नगर्नुहोस् भनेपछि 2000 कि 3000 जरिमानामा त्यो पासपोर्ट छोडे त्यो बहिनीको। फर्स्ट अफ अल दुर्गा प्रसाद, थ्याङ्क यू भेरी मच आज टाइम दिनुभयो मलाई। धन्यवाद। अनि तपाईँको रेसिडेन्टमा है फर्स्ट कुरा मैले पडकास्ट स्टार्ट गर्नु अगाडि चाहिँ के कुरा भन्न चाहन्छु नि, तपाईँले जुन बिजनेसमा स्टेप इन भएको छ, कदम लिनुभएको छ होइन, त्यसलाई चाहिँ म पनि एउटा रेस्पेक्ट गर्छु। अनि त्यहाँबाट म एडमायर गर्छु। किनभने म यो के भन्दा नि तपाईँले जुन बिजनेसमा तपाईँले गरिरहेको स्टेप एउटा मलाई नि आँट आउँछ, सकिने रहेछ गर्न भनेर एउटा आँट आउँछ। त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच। म जस्तै यङ जेनेरेसन एउटा इन्सपिरेसन प्लस एउटा तपाईँले गर्नु सक्यो भने चाहिँ हुन्छ भनेर चाहिँ बाटो देख्नु भएको छ। सो बिफोर हामी स्टार्ट गर्नुभन्दा अगाडि हजुरले बिजनेसमा आउँछु म हजुरको है, तपाईँले हस्पिटल होटेल्सहरू हजुरले क्लास 8सम्म पढ्नु भएको छ। सो तपाईँलाई त्यो भिजन कसरी आयो हजुरलाई? अनि यस्तो हुन्छ, अब पढाइ भनेको एउटा सर्टिफिकेट हो। पढाइले सबै ज्ञान दिँदैन, पढाइले किताबको मात्रै ज्ञान दिन्छ। तर एउटा यस्तो नलेज हुन्छ मान्छेमा गर्दै गएपछि होइन, त्यो दिनैपछि पढाइ। आज पनि म पढिरहेको छु, आज पनि तपाईँसँग म पढ्दैछु। दिनैपछि पढाइ हुन्छ नि। मान्छेको त क्लास त कहिल्यै सकिँदैन, मान्छेको स्कुलिङ कहिल्यै सकिँदैन होइन। स्कुल जानु अनि किताब पढ्नु, अनि तपाईँको कलेज जानु, किताब पढ्नु, सर्टिफिकेट लिनु मात्रै पढाइ होइन नि। तपाईँले पढाइ भनेको हरेक दिन हुन्छ। त्यसले गर्दाखेरि मैले जीवनमा सबैभन्दा ठुलो कुरो के छ भने हरेक दिनलाई नै मैले क्लास सम्झेको छु। र हरेक मान्छेहरूलाई मैले भेट्छु नि, उनीहरूलाई नै मैले मेरो चाहिँ गुरु जस्तो सम्झेर म सिक्छु। र तपाईँले के बुझ्नुहोस् भने मान्छेको दिन 3टा कुरा हुन्छ जीवन भनेको। एउटा सिक्ने, एउटा सिकेको कुरा लागू गर्ने, लागू गरिसकेपछि जिन्दगीको उत्तरार्धमा जब बुढेसकालमा त्यो लागू गरेको कुरालाई सिकाउने। अहिले म सिकाउनेमा छु म सबै साथीहरूलाई। यस्तै जस्तो मैले बिजनेसहरू सुरु गर्दाखेरि 1 रुपियाँको डलरबाट मैले एउटा इम्पायर खडा गरेको हुन्छ, चाहे ऋण होस् चाहे धन होस् होइन। धनीले यो संसारमा व्यापार गरेको छैन कि गरिबहरूले नै एउटा साधारण परिवारबाटै धनी सुरु गरेका छन्। धनीहरू त सकिया छन्, किनभने त्यो धनीहरूको सकिनुको पनि कारण छ। कुरा त्यो हो। ओके, सो जुन अब हाम्रो सोसाइटीमा कस्तो छ नि, पढेर भने लाइफै बरबाद भयो, क्वालिफिकेसन सर्टिफिकेट छैन नि लाइफै बरबाद भयो भन्ने जुन एउटा सोसाइटीमा बिलिभ छ नि, तर त्यो चाहिँ तपाईँले बिजनेस गरे भने चाहिँ त्यो त चाहिँदैन रहेछ नि त। त्यो त चाहिँदैन। त्यो त बिजनेस गर्न हरेक कुरालाई मान्छे डेलिगेसन कि डेलिकेटेड भन्छ होइन। निरन्तरमा तपाईँलाई एउटा उदाहरण दिन्छु। तपाईँले पानी छ नि, पानी ड्रमका ड्रम पानी एउटा ढुङ्गामा खनाउनुहोस्, त्यसले केही गर्दैन, असर गर्दैन। तर थोपा चुहाइराख्नुहोस् कि त्यसले त्यो ढुङ्गालाई दुलो पारेरै छोड्छ। त्यो निरन्तरता हो। त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने मान्छेहरूले सबैभन्दा ठुलो कुरो के छ भने आफूले गर्न खोजेको कामलाई नराम्रो छ भने राम्रो कसरी बनाउने, त्यसमा तल्लीन भएर लाग्यो भने नि राम्रै हुन्छ र सफल हुन्छ। र निरन्तरता दिनुपर्छ। जस्तो मैले कुनै पनि काम सुरु गरेँ नि, मैले जीवनमा हारेको छैन र जीवनमा म असफल भएको होइन। मलाई त तपाईँलाई म एउटा कुरो भनौँ, नेपालमा 2 नम्बर काम नगरिकन हटाई नगरिकन होइन, सुदूरपूर्वमा है मलाई सरकारले धोका दियो भाइ।
नभए नेपालको आजको स्थितिमा टप बिजनेसम्यान हुन्थे। मलाई आजभन्दा 13 वर्ष अगाडि मेडिकल कलेजको एफिलिएसन दिएको थियो, विद्यार्थी पढाउन दिएको थियो भने मेरो देशमा ऋण पनि तिरिसकिन्थ्यो। मैले अरू धेरै उद्योगहरू पनि खोलिसक्थेँ, धेरै मान्छेलाई रोजगारी पनि दिन्थेँ होइन। तर मलाई सरकारले दिएन। म त्यो कारणले भिक्टिम भएको हो नि त। तर त्यो कारणले म भिक्टिम भए पनि होइन आज मैले बिजनेसलाई ग्रोथ गर्न सकिनँ। तर नेपाल र भएका र विश्वभरि छरिएर रहेका नेपालीहरूलाई होइन एउटा कस्तो भने ध्यान। मैले एकजना मलाई धेरैजना अमेरिकाबाट फोन गरे, यही आन्दोलनमा अस्ट्रेलियाबाट फोन गर्छन् होइन। आफूले ग्रिन कार्ड लिइसके, देश छोडेर गइसके। तपाईँ पनि त लन्डन बस्नुभयो नि त होइन, तपाईँको पनि लन्डनको ग्रिन कार्ड छ नि? छैन, मेरो 1 वर्ष ठ्याक्क पाएको होइन। तर तपाईँलाई माया त नेपालको लाग्छ नि। किन लाग्छ तपाईँलाई थाहा छ? अझ बिर्तामोडको लाग्छ नि तपाईँलाई। अझ बिर्तामोडमा पनि तपाईँ जन्मेको घरको लाग्छ होला नि। त्यो घर छ छैन मलाई थाहा छैन, तपाईँ जन्मे होला। तर त्यो किन लाग्छ तपाईँलाई थाहा छ? तपाईँ जन्मिँदाको साथी त्यहाँ गाडेको, त्यो साथीले बोलाउँछ। त्यो माया ममता भनेको। र म विदेशमा गएर तिमीले पिआर लिँदै, तिमीले ग्रिन कार्ड लिँदै तिमी सुरक्षित छैनौ होइन। र गरिबका मुद्दाहरू, सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग, जो लघुवित्त पीडित, सहकारी पीडित, यो देशमा 6 लाख परिवार त अहिले ब्ल्याक लिस्टमा मात्रै छ। जम्मा 19 लाख व्यापारी छन्। 19 लाख व्यापारी भएको ठाउँमा 6 लाख व्यापारी चाहिँ ब्ल्याक लिस्टमा छन्। भनेपछि त्यो ब्ल्याक लिस्टलाई कसरी फुक्पा गर्ने है? अनि ब्ल्याक लिस्ट भइसकेपछि उसले पासपोर्ट पाउँदैन, उसको ब्याङ्कको खाता चल्दैन, उसले भोलि घरमा पानी पाउँदैन, बिजुलीको बिल तिर्न सक्दैन। सबै अब ब्याङ्किङ च्यानलबाट जाने भइसकेपछि उसले वृद्धा भत्ता पनि पाउँदैन, किनभने ब्याङ्कमै आउँछ होइन। यी सबै कुरा रोकिएका छन्। त्यसले गर्दा यो कुरालाई कसरी खुलाउने भनेर म लागेको छु। अनि केही साथीहरूले मलाई अस्ट्रेलियाबाट के नै सहयोग गर्छु भनेर एकजनाले $1000 हालिदिएको रहेछ। हेर्नुहोस् है। अनि मैले के भने आजै मात्रै होइन तपाईँको खाता नम्बर पठाउनुहोस्, म तपाईँको पैसा फिर्ता गरिदिन्छु। किनभने मैले उहाँलाई भने मेरो जिजुले सूर्य रामचन्द्र प्रसाईले यो विश्वभरि रहेका नेपालीले सुन्नुपर्ने कुरा, दुर्गा प्रसाई पवित्र मान्छे हो है। म के भन्छु भने मेरो जिजुले आजभन्दा 260 वर्ष अगाडि पृथ्वीनारायण शाहलाई 2500 रुपियाँ दिएको यो देश जोगाउनलाई। मेरो जिजुले सिन्धुलीमारीको लडाइँमा, म त्यसको सन्तान हो, म मागी खानेको सन्तान होइन होइन। मैले उसलाई भने तपाईँले $1000 पठाउनु भएको छ होइन, अस्ट्रेलियन डलर होइन, तपाईँको पैसा फिर्ता लानु, खाता नम्बर पठाइदिनु। कुरो बुझ्नु होइन, मलाई तपाईँको पैसा आवश्यक होइन। अनि मैले उहाँलाई भने उहाँका धेरै साथीहरूले यस्तो भने उस्तो भने, अनि मलाई त्यहाँ बसेर सिकाउने। मैले सिकाउनुको सट्टामा तपाईँ ग्रिन कार्ड लिइसक्नु होइन, अमेरिकामा गएर ग्रिन कार्ड त लिनुभयो, तर तपाईँको जिन्दगी त के छ? अर्काका देशमा फुटपाथमा हिँड्ने, फुटपाथमै हो, अनि आधी रोटी खाने, अनि यसो फुर्सदको टाइम निकालेर समुद्रको किनारमा गएर फोटो खिचेर फेसबुकमा हालेर अनि नेपाली हुन्छ, अनि आफ्नो नेपाली पन्छे त्याग्ने। अनि मैले उहाँलाई भन्ने अघिल्लो जन्ममा तपाईँले जे गर्नुभएको छ त्यसको यो जन्ममा भोग्नुहुन्छ। मैले अहिले केही गरेको होइन भाइ। तपाईँलाई थाहा छ यो स्टुडियो छ नि, मेरो आफ्नो स्टुडियोमा तपाईँले इन्टरभ्यू लिनुहुँदैछ होइन, मेरो भाडाको होइन नि, मेरो घरको स्टुडियो। म सबै कुरा हुँदै पनि मैले आज किन माग्नु भन्दाखेरि मैले अब आउने सन्तति, अब आउने भविष्यको, अब आउने बच्चाहरूको मैले मेरो नातिहरूलाई पनातिहरूलाई कस्तो देश दिने, कस्तो शिक्षा दिने भनेर लागेको एक। र अर्को कुरो, मेरो आमाको 6 जना दाजुभाइ छ, छोराहरू, छोरीहरू 3 जना छ। तर उनीहरू विभिन्न मान्छेबाट आत्मा आएको छ, त्यही भएर उनीहरू मिल्दैन। दाजुभाइ मिलेको देख्नुहुन्छ। मेरो छोरो दाइको आत्मा एउटा छ, एउटा मान्छेबाट आएको छ, मेरो माइलो दाइको अर्को आएको छ, मेरो आत्मा अर्कै हो। कुरो बुझ्यो हो? अहिले अब मेरो आत्मा कहाँ जाने हो? मैले अहिले राम्रो काम गरेको छ भने त्यतिखेर पनि नि मैले राम्रो काम गर्न पाउँछु। मैले त्यो जुनीमा पनि राम्रै काम गरेको थिएँ होला। र म सबैलाई भन्छु, मलाई अब तपाईँलाई क्लियर बिजनेस भएर मैले क्लियर गरेँ। मैले आजसम्म ब्याङ्कबाट लोन लिएको छु, म आजसम्म ब्ल्याक लिस्टमा छैन। हेर्नुहोस्, यी जति पनि मैले मुद्दा उठाएका छन् होइन, ब्ल्याक लिस्टको कुरा आयो, म ब्ल्याक लिस्ट होइन, सुकुम्बासीका कुरा हुन्। मसँग अहिले अलरेडी जग्गा छ, घर छ, काठमाडौँदेखि झापा छु। 20 लाखभन्दा मुनिको ऋण
भनेको गरिबको ऋण हो। सर्वहारा वर्ग भोइ मान्छे उत्पीडन वर्ग जो लघुवित्त पीडित सहकारी पीडित ब्याङ्क पीडित छ उनीहरूको उमेर होइन। मैले 20 लाखभन्दा माथिको ऋण 25 वर्षलाई तिर्ने मौका दियो भने ऋण लिएपछि तिर्दा भइहाल्यो नि। ब्याङ्कले पनि त कहाँ लगानी गर्ने, राम्रो कस्टमर छ भने 100 वर्षसम्म लगानी गर्छ एउटै कस्टमरलाई। र ब्याङ्कलाई पनि मैले जहिले के भने तिमी 10 वर्षको बिजनेस गर्छौ कि 100 वर्षको बिजनेस गर्छौ, ब्याङ्कको सिओहरूले पनि सुन्नुपर्ने कुरा, ब्याङ्कका मालिकहरूले पनि सुन्नुपर्ने कुरा। यहाँ त कसरी बिग्रिएको छ भने बम पनि त्यही मान्छेको, व्यापार पनि त्यही मान्छेको भएर उनीहरूलाई चाहना भयो क्या धेरै, र सबैको सम्पत्ति हडप्ने भएर ब्ल्याकलिस्टमा लाने, लिलाम गर्ने लाने भएपछि आज ब्याङ्कको पैसा लगानी भएन नि त। 19 लाख व्यापारीमा 6 लाख मान्छे ब्ल्याकलिस्टमा पर्यो। त्यो 6 लाख सँगसँगै त्यो ग्यारेन्टर हुन्छ नि अर्को 6 लाख 12 लाख मान्छे त तपाईँको चाहिँ नि ब्ल्याकलिस्टमा छ भनेपछि त्यो ब्ल्याकलिस्टमा भएपछि यिनीहरूको पैसा किन चल्छ त? अब मान्छेले पैसा लिँदैन, पैसा नलिएपछि कसलाई लगानी गर्ने, मान्छे त बसेन। अनि सम्पूर्ण कुरा के हो भन्दाखेरि मैले यो जुनीको लागि गरेको होइन, अब आउने जुनीलाई गरेको। र म भन्दैछु विदेशका जेलमा 7000 युवाहरू छन् आज खाडीका जेलमा, रेमिटेन्स आएको छ, त्यो रेमिटेन्सले देश चलेको छ, रेमिटेन्सले भ्रष्टाचार गरेका छन्। तर त्यो 7000 युवा मेरा त छोराछोरी होइनन् नि, नेपाली हुन् नि, मेरा छोराछोरी त यहीँ छन् नि, छोरो यहीँ छ, छोरी यहीँ छ, नाति आफ्नै मेरा बिर्ता मोडका स्कुलमा पढ्छ, झापामा आफ्नै स्कुल छ। पछि ती ल्याउँ भनेर भनेको ती जेलमा भएका मान्छेलाई ल्याउँ। अर्को जन्ने नेपालबाट 4 देखि 5 लाख महिलाहरू बेचिया छन्। हिजोको मात्रै म घटना भन्छु, अस्तिको दिनको मात्रै विदेशका खाडीहरूमा ओमान कुवेत जस्ता ठाउँमा नेपाली चेलीहरू बेचेछन्। 2 महिनाको सुत्केरी जिउ बोकेर विदेश हिँडेको, ओमान हिँडेको, त्यो पनि बेचिनलाई सुत्केरी जिउ, 2 महिनाको दुधे बालक छोडेर हेर्नुहोस्, पासपोर्ट जमायो त्यहाँ र मान्छे फिर्ता गरेर पासपोर्टको 50,000 जरिमाना भन्थे। मैले के त्यो नगर्नुहोस् त्यो गरिबलाई। 2 महिनाको सुत्केरी जिउ आफ्नो जिउ बेच्न जाँदैछ, त्यो चेली ओमान आफू बेचिन जाँदैछ। त तपाईँले त्यो अपराध नगर्नुहोस् भनेपछि 2000 कि 3000 जरिमानामा त्यो पासपोर्ट छोडे त्यो बहिनीको। त्यसले गर्दाखेरि तपाईँको विश्वभरि र होला इङ्ग्लिस बोल्छन् होला विश्वभरि गएका होइन, राम्रा फ्ल्याटमा बस्छन् होला, अलिकति फ्ल्याट त त्यस्तै त हो नि, यहाँ हामीले पनि देखेका छन् विदेश बस्नेको ताल है। अनि त्यस गाडीमा सुत्ने अनि छिटो खाने होइन। केही छ नि एउटा अमेरिकामा बसेर मलाई मुख सारिरहेको छ, खालि लेखिरहेको हुन्छ। अनि अस्ति मैले फोनमा कुरा गरेँ, किन तपाईँ यो गर्नुहुन्छ, दुःख पाएँ नि त अनि नेपाल छोडेर हिँडेको गरेँ, दुःख पाउँदाखेरि नेपाल छोडेर हिँड्ने। अनि त्यस्ताले मेरो विरोध गरेको छ, जो कि त्यो जतिको मान्छे मैले 5000 मान्छेलाई रोजगारी दिएको छु, त्यो त्यतिको मान्छेलाई। एकजना झापाकै छ, मेरो बदखुवाई गरिरहेको हुन्छ, उसलाई बदखुवाई गर्दै पुगोस्, त्यहीबाट सन्तुष्टि आउँछ कि त्यो बेला त्यही त्यो दुलाल धरको मान्छे छ, भुटानी केटीलाई बिहा गरेर गएको रहेछ। अनि त्यहाँ पुगेर डिभोर्स गरेको रहेछ। हेर्नु, आफ्नो बुद्धिले पनि गएको होइन, फेरि आफ्नो क्वालिटीले पनि गएको होइन। भुटानी केटीलाई श्रीमती बनाएर त्यहाँ गएर डिभोर्स गरेर अनि बसेको मान्छे हेर्नुहोस् है। अनि त्यहाँबाट मेरो विषयमा है यही देशमा गरौँ भन्ने मेरो विषयमा फलानु यस्तो फलानु यस्तो, दुर्गा प्रसादको हातमा देश गयो उसको, मलाई देश मेरो हातमा ल्याउनु छैन नि। मैले तिमीहरू जस्ता विदेशमा चिच्याउनेहरूलाई मैले अघि भने नि तपाईँको फुर्सदको टाइममा अर्कालाई गाली गर्नेहरूलाई यहाँ बोलाउन खोजेको, काम गर, नेपालको माया गर, मलाई तिमीहरूको पैसा चाहिँदैन, तिमीहरूको सहयोग चाहिँदैन। एकपल्ट देश लुट्यो भने तिमीहरू आऊ न 1 लाख युवा आऊ, लडौँ, देश जोगाउँ। अर्कालाई त्यो दुलाल भाइलाई तपाईँले पनि काटेर पठाइदिनु होला देख्नुभयो भने है। त्यस्तो बुद्धि हुन्छ, पहिले सुन बात छ, मान्छे अजम्बरी हो अर्कालाई गाली गरेर। विदेश बसेको मान्छेको बुद्धि त्यस्तो छ है। मैले के भने हिजो मैले लडाइँ सुरु गर्दाखेरि 16% ब्याज थियो, 16% थियो इन्ट्रेस्ट, आज 6%मा आयो। 6%मा देऊ न भनेको थियो, मेरो माग त पुरा भयो त। त्यो दुलालले बुझ्नुपर्ने कुरा, मैले त एउटा माग लागू गराएँ। मैले 20 लाखभन्दा मुनिको ऋण बिना गरौँ न भने 3 लाख भए पनि गराएँ नि, त्यो सुरुवात त गराएँ नि। म उसको जस्तो भागेर दुःख पाएँ भनेर गइनँ नि त, दोष दिनु भएन, दोष दिनु। विदेशका जेलबाट मात्र मैले भाइ अहिलेसम्म 47 जना झिकेर ल्याएँ जेलबाट। त्यो फाँसीको सजाय दिने हुन्छ नि, ब्लड मनी तिर्ने,
दुईजना त तीनजना त ब्लड मनी तिर्ने पैसा, एकजनाको त 64 लाख बुझाएर ल्याए। म उसको दुःख पाएँ भनेर गइनँ नि, गएँ। 300 भन्दा बढी तल पत्र परेका चेलीहरू ल्याए, 37 वटा लास ल्याए। यही गएको हप्ता पनि 2 जना आयो होइन, 2 जना, एउटा लास आयो होइन, एउटा इराकमा मरेको आयो मेरो पहलमा, एउटा दुबईमा मरेको लास आयो। पूर्वतिरको एकजना राई बहिनी हो कि के हो है। अब अनि त्यस्ता मान्छे कोही अमेरिकामा गएका छन्, कोही अस्ट्रेलियामा गएका छन्, अनि त्यहाँबाट चाहिँ मुख छाडेका छन् युट्युबमा है। डिप्रेसन भएको हो तिनीहरूलाई। मेबी उनीहरूले आफ्नो फ्रस्ट्रेसन जिएको सिक किन मलाई पुग्ने, उसको फ्रस्ट्रेसन मलाई किन पुग्ने? उसको बुवा आमाले, मेरो बुवा आमाले दुःख गर्नुभयो, मैले मेरो दुःख गरेँ, मेरो छोराछोरीलाई भयो, त उसको बुवा आमाले दुःख गरेन भनेदेखि उसको बुवा आमालाई फ्रस्ट्रेसन पुग्नु नि। मेरो बाउले यो गर्यो भनेर यो गरेन भनेर मलाई फ्रस्ट्रेसन पुग्नुपर्छ? मैले देशकै बिगारेको छु, म न वार्ड अध्यक्ष हुँ न केही हुँ, केही हुँ त। भनेपछि त्यो दमकको दुलाल छ कि एउटा भुटानी केटी लिएर जाने, त्यसको बुद्धि उसलाई म राम्रो भन्थे है। आउनुपर्छ कि पर्दैन फेरि नेपाल? पर्छ नि। उसलाई थुक्दैनन् मान्छेले, थुक्छन् नि। त्यसले गर्दाखेरि म यस्तो विदेशमा बसेर काली बरु मलाई सहयोग नगर, तिमीले मलाई 5 पैसा दिनु पर्दैन, तिम्रो आफ्नो परिवार उ गर्नलाई तिम्रो विदेश गएको छौ। मेरो मामा छोराहरूले 3टा 4वटा घर किनेका छन् अस्ट्रेलियामा। मेरै भाइका घर छ, मेरै भाइको घर छ सिडनीमा, मेरै अर्कै भाइको घर छ मेलबर्नमा। सुन्नुहोस् न कुरो छ, मैले हुर्काएर कतिजना क्यानाडा पठाइदिएको छु, अस्ट्रेलिया पठाइदिएको छु, घरमा हुर्काएर पढ्नलाई पठाइदिएको छु, उतै सेटल भएका छ। कुरो बुझ्यो होइन? त्यसले गर्दाखेरि यिनीहरूले बुझ्नु सुन्नु छैन, अनि त्यहाँबाट गाली गर्ने, अनि 1 रुपियाँ सहयोग नगर्ने, अनि देश दुःख अरे युट्युबमा आएर फेसबुकमा आएर के भनेको छ डिप्रेसन क्या, दिनभरि काम गर। त्यस्तो माया हुनेले आउनु नि, 1 हप्तालाई काम रोकेर आउन सक्दैन। विदेशमा बस्नेलाई अर्कालाई गाली गर्नुभन्दा, अर्कालाई सुझाव दिनुभन्दा यहाँ नेपालमा आएर लड्नु भन्छु। विदेशमा बस्ने त्यस्ता दुलालहरू जस्ता धेरै मान्छेहरूलाई हिजो बिर्तामोडको स्थिति, मैले दुध बोकेर गाउँबाट आउँदा मारवाडीहरूको घरमा ट्याक्लीबाट दुध पुर्याउँदा अहिले के भन्छन् थाहा छ? ट्याक्लीबाट दुध बोकेको दुर्गा वर्षै कसरी भन्यो, एनतले भन्यो। एलन मस्क कहाँ आएर भन्यो, कहाँबाट आएर 20 वर्षमा संसारको धनी भन्यो। मुकेश अम्बानी भैँसी पालेको होइन, धीरुभाइ अम्बानीले खोलामा भैँसी धोथे, दुर्गा वर्षै भैँसी पालेर। हामी किसान हो, बिर्सिनु हुँदैन। हामी गोबारले लोटाएको ठाउँमा आमाले मकै बारी गोड्दा गोड्दै जन्मिएको मान्छे हो हामी किसान। यो कुरा कहिल्यै बिर्सिनु हुँदैन। जब मान्छेले आफ्नो वास्तविकता र धरगल बिर्सिन्छ नि, अनि भूमिविहीन हुन्छ, त्यो धरतीले उसलाई श्राप छ, लक्ष्मीले श्राप छ, माता दुर्गाले श्राप छिन्, भगवान शिवले श्राप छन्। बुझ्नु? त्यसले गर्दाखेरि आफू जन्मेको धरती भनेको के हो थाहा छ? सबैभन्दा पवित्र तीर्थस्थल हो आफू जन्मेको धरती। म अहिले कस्तो हुन्छ थाहा छ? मलाई अप्ठ्यारो हुन्छ नि, डर लाग्छ, कहिले कहिले हुन्छ नि। पक्का भएपछि म जन्मेको बिर्तामोडमा जान्छु, त्यहाँ पुगेपछि म सुरक्षित भएको फिल हुन्छ। मेरो त्यहाँ काठको घर छ, त्यहाँ सोध्छु त्यहाँ एसी पनि छैन है, झुल टाङ्छु आफै। खाट कस्तो छ? काठको खाट छ, पुग्दैन मलाई 10 लाखको खाटमा पुग्न पनि पुग्छ नि, तर मलाई त्यो काठको खाट छ, आनन्द झुल टाँगेर सुत्छु, आनन्द लाग्छ। मेरो संसार त्यहाँ हो नि, मेरो उत्पत्ति त्यहाँ भएको हो नि। त्यसमै क्वेसन, जस्तै अब तपाईँको धेरैवटा कुराहरू चलिरहेको छ, कामहरू भइरहेको छ होइन, अनि बिजनेस गरेर चाहिँ रिस्क हुन्छ, प्रेसर हुन्छ। जब तपाईँलाई प्रेसर हुन्छ नि, जब चाहिँ एकदमै पेट दुख्ने टाइपको टेन्सन भइरहेको हुन्छ होइन, टाउ दुख्ने, त्यो बेला तपाईँले के गर्नुहुन्छ? कसरी चाहिँ आफूलाई काम गरेर चाहिँ अगाडि लानुहुन्छ? होइन, मलाई जब प्रेस भइरह, म यस्तो छ, मलाई प्रेसर, म प्रेसरै ठान्दिनँ। जिन्दगी एउटा काम हो, जिन्दगी एउटा यात्रा हो। हामी त यात्री हुने, कहाँ जाँदैछौँ हामीलाई थाहा छ होइन। बिहान उठ्यो फेरि त्यही यात्रा सुरु हुन्छ, राति पनि दिमाग कहाँ पुगिरहेको हुन्छ, आत्मा कहाँ चलिरहेको हुन्छ होइन। त्यसले गर्दाखेरि
मलाई सबैभन्दा ठुलो कुरो जब सबैभन्दा बढी प्रेसर भइसकेपछि चाहिँ म आफू जन्मेको ठाउँमा जान्छु। अहिले मलाई प्रेसर छैन। त्यहाँ के छ त्यहाँ गएर चाहिँ के गर्नुहुन्छ तपाईँ काम छोडेर बस्नु मात्रै हुन्छ कि अहिले त्यहाँ गएर म आफ्नो त्यो ठाउँमा गएपछि चाहिँ नि मेरो जिउ त्यो माटोसँग म टच हुन्छु नि जन्मेको ठाउँमा बच्चामा हिँडेको ठाउँ त्यसले मलाई इनर्जी दिन्छ क्या एक किसिम भाइब्रेसन दिन्छ। त्यो मेरो पवित्र त्यो ठाउँ हो कि त्यो माटो छोडेर म जान सक्दिनँ। मेरो झापा छ नि मलाई त्यति प्यारो लाग्छ र मैले हरेक बिजनेस हेर्नुहोस् आज 5,000 मान्छेलाई रोजगारी दिएको छु। अहिले मेरो 5 स्टार होटल बन्दैछ। बिचमा केपी ओली सरकारको कारणले गर्दा झन्डै मलाई 1 अरब क्षति भयो। 1.5 वर्षदेखि 2 वर्ष जति मेरो प्रोजेक्ट रोकियो, लोनहरू सबै रोकिदियो है। आज मेरो 4 अरबमा सकिने प्रोजेक्ट होइन 6 अरब पुग्यो। 2 अरब रुपियाँ यही सरकारको काम गर्छु भन्ने मान्छेलाई काम गर्न दिँदैन। अब यहाँ यो देशमा अहिले कलेजहरू बन्द हुनु कारण हस्पिटलहरू बन्द हुँदैछ, नर्स पाउन छोड्यो। हेर्नुहोस् न, यो त अझै यो त सुरुवात हो। जहाँ जुन देशको 19 लाख व्यापारीमा 6 लाख व्यापारी चाहिँ ब्ल्याक लिस्टमा छ भनेपछि त्यो देशको भविष्य के हुन्छ? अर्को छला पनि गाउँ पर्यो। 70 लाख त भूमिविहीन सुकुम्बासी भए भन्नुभयो। त्यसले गर्दाखेरि सबै कुरा यहाँ ब्यालेन्स छैन। ब्यालेन्स नभएको कारणले यो बिग्रियो।